ल हजुर है झल मलाई साइली ल अब बनाउनु पर्छ ए ल दाइ गाई छोरो आज अब यस्तो छ है असाध्यै गाई त के अब केर्ने हजुर अब हजुर यस्तै हो हजुर केर्ने झल ल अर्को छ है गाई छोरो है अर्को छ ल न गाई छोरो ल है झल ल ल ल ल झल ल ज्याक म त उता हेरिन हेर्नुहोस् आजको खाजा जेठा दाइले ल्याउनु भयो आज अब आमाले धरी आमाले ल्याउनु भएको केरा जाकेर वहीँ बाहुनको डेरा जेठा दाइले ल्याउनु भएको खुर्सानी यी हो आमाले अर्को खाजा पनि ल्याउनु भयो आज यी ल है हजुरहरू तपाईँ देश तथा विदेशमा रहेर पनि हाम्रो भिडियोलाई माया गरिदिनुहुन्छ है त्यसको लागि हामी सम्पूर्णमा एकदमै नमस्कार धन्यवाद दिन चाहन्छौँ अब आमाले आज अर्को खाजा पनि ल्याउनु भएछ यी अब आजको हाम्रो खाजा है अब यहीँ दाइले नुन खुर्सानी बेसार डल्ले खुर्सानी है मार्छ आज मार्छ अनि यस्तो छ हजुर आजको खाजा अब यति मात्रै नि भएन फेरि औषधीय गुणले भरिपूर्ण ए लसुन है गाई छोरी यति भएपछि त पेटमा गड्याङगुडुङ गर्दैन क्या ल दाइ अब सुरु गरौँ काट्नुहोस् एउटा काट्नुहोस् है फेरि पर्छ ल है गाई छोरी ल अब यो चाहिँ अमिलो लोकल प्योर ए रामा हो मनै हराएर अमिलोले कति मिठो छ अब अहिले खासी देखाउँला अझ गाई छोरी ल है त आमा अमिलाको एउटा टुक्का भनिदिनु पर्यो आमा लो जे सुके होस् अहिले पनि भनौँला अहिले पनि एकचोटि भनिदिनुहोस् जेसुकै होस् जुन होइन हुन्छ आमा यहाँ यो भिडियो सबैले हेर्दाखेरि खुसी हुनुहुन्छ कि मलाई त्यही कुरामा हामी एकदमै आभार प्रकट गर्दछौँ यहाँहरूप्रति है फर्काउनु जानु पनि परेन कि हजुर बाह्र आउँछ ए ला 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 भनेको आइहाल्छ नयाँ एकछिन होइन है ए वनमा पाइने थाकल खानी हो निबुवाको बाकल चरम चरम गरेर कति मिठो रहेछ निबुवाको बाकल रहेछ गुलियो ए गुलियो खाएर हामी गोठालो आउँदा यही चौतारामा बसेर खाएर यसैमा भुली है यो बाक्कल हो है आमा खानुहोस् बाक्कल त केही हुन्न खानु त अगरै गुलियो ल है यहाँका देउदेउ त सबैलाई पनि दिने यो चढाउने हो यो बाक्कल त त्यति खाँदैन आज रमाइलो दिन हो के बाख्रेनाको गोठाले है कहिले सुख थियो र यो गोठाले जीवन कहिले सुख थियो र यो गोठाले जीवनमा रुँदै हुन्थ्यो वनपाखामा कस्तो गीत मिलेन यो झललाको उत्पत्ति कसरी भएको भन्दा अब झलला कसरी उत्पत्ति भएको भन्दा गोठाला आउने आमा दाजु सबैसँग भेट गर्न पाउँदाखेरि मन झलला भयो क्या मन झलला भएर झलला भनिदिएको अब यो झललै फेमस भयो है धन्यवाद तपाईँहरूलाई अब कति रसिलो छ है अमिलो खानी हो नबनाउनु है मन धमिलो ल है गाईहरू अब यसमा हालेर साँधेर खाने हो कि के हो डोबेर खाने कि सान्ने बजाउने चल्ला पार्नुपर्छ आज ल है रमाइलो छ हाम्रो रमाइलो ल है कति मिठो गीत गाउनु आमाले है है साइली जीवै पोखनु यति नै सान्ने है अहिले त गोठाला आउँदा त खुब रमाइलो लाग्छ होला है किनभने हाल्न पर्यो नि है हो सबैले देख्न पाउँदा
यस्तो मिठो छ पाक्या हजुर पाक्या लारा रस ल्याएर या आमा हो यस्तो छ कि आहा आमा यस्तो रसिलो छ हेर्नुहोस् त ए जता हेरे नि बुवा बसायो दाइले अमिलो काट्दा मुख रसायो च्याट होइन आमा हो यस्तो मिठो छ एउटा गीत फेरि हजुर यो गरी टिपाउँला आरीबारी सानौला खरु पहिरानी माल्यानीले लाको बिरुवा खरु पहिरानी माल्यानीले लाको बिरुवा कति राम्रो गीत आएको आमालाई आमा है यस्तो राम्रो हो गीत झल्तारीको छारीमा बसेर होइन ट्याक्क पलेटी कसेर सबै आमा दाजुसँग मिठो वचन बोलेर होइन नि खानी हो नुन खुर्सानी अमिलोसँग मोलेर होइन नि त्यस पछाडि झलमला साइली म पनि 80 वर्ष पुगेको यो छोरा भतिजाको लागि म राम्रो बोलेर हाँसेको हाँसेको कति राम्रो काट्नु पर्यो सहर मैले अनि गीत नि उसाइ त मेरो मन धमिलो धमिलामा नमिसा अमिलो म त एउटा राखिदिने है त ल सुरु गरौँ त कति राम्रो हो। कति आनन्द भयो त दुख्यो गानाले तकबिरो अमिलो खानाले टक्कै बिरो अमिलो खानाले मिठो खाइन्छ अगाइन्छ नआउने अर्को नि खाने काट्ने हो बनाउनु पर्छ काट्दा बनाउनु पर्छ नि त है साह्रै मिठो के कस्तो चिज बनाइदिएछ भगवान्ले है यतिखेर फेरि टक्क गर्मीमा के पाउने ओ अमिलो हाँसी त आहा त्यो आनन्द आनन्द होइन त आमा हो बाबु होइन त दाइ कति आनन्द कति आनन्द कति आनन्द स्वर्ग भनेको यही हो यही हो स्वर्ग भनेको यही हो अमृत 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 डल्ले खुर्सानी छ अमिलो छ है लसुन छ लसुन छ नुन छ भगवान्ले कस्तो चिज बनाउनु भएको नुन खुर्सानी साथैमा बेसार छ मलाई तेरै नजिसका बेसार छ पानी खानु पर्यो रामा मलाई गो खै एउटा त खाम कुन खाने ए खाने खाँदै जाँदाखेरि कहाँ पुग्छ त्यही त असाध्यै पिरो रहेछ काट्दा रहेछ खुर्सानी कहाँनिर छ म झाम्ला नभए अब त्यही हो पानी त्यति हुन्छ काट्दा रहेछ अमिलो त रसिलो र त रसिलोको रस त तरालाई है आमा हेर्नु त रस कति जम्मा भएको ओहो यसले त रथ बनाउँछ अरे क्या त रथ रगत बनाउनु होइन त आमा क्या अमिलो रथ बनाउँछ अमिलो बेसार अनि अर्को के हो खानुपर्छ अमिलो बेसार डल्ले खुर्सानी डल्ले खुर्सानीले ग्यास्ट्रिक हुँदैन ग्यास्ट्रिक यही हो रमाइलो कुरोमा आउँदा शुभकामना अब अमिलो खाएर हो अमिलो खाएर अब चाडपर्व नजिकै छन् दसैँ हिन्दूहरूको महान चाड बडा दसैँ तथा शुभ दीपावली नजिकै गरेको अवसरमा यहाँहरू भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको कामना हामी यो परिवार अब हामी यहाँ बसेछौँ आमाको तर्फबाट पनि दाजुको तर्फबाट पनि र मेरो तर्फबाट पनि हजुरहरूलाई धेरै धेरै मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ हजुरहरूको दिन स्वस्थ रहोस् मस्त रहोस् व्यस्त रहोस् हामी यही कामना गर्दछौँ होइन त हो